नेपालमा राजनीतिक हलचलदेखि सुकुम्बासी व्यवस्थापनसम्म ठुलो अपडेट। नेपालको राजनीतिमा फेरि हलचल देखिएको छ। गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपको छानबिनपछि उनी दोषी नठहरिने हो कि भन्ने अपेक्षामा उनका समर्थनहरू छन् भने केही अपेक्षाले अहिले सडक तातिएको छ। समर्थनहरू फेरि उनलाई गृहमन्त्रीकै रूपमा देख्न चाहन्छन् र आन्दोलनमा उत्रिएका छन्। उता काठमाडौँमा भने अर्को ठुलो परिवर्तन। बालेन शाहको नेतृत्वमा थपातली स्थित सुकुम्बासी बस्तीमा डोजा चलिरहेको छ। बस्ती अब हटिसकेको छ, तर यसमा दुई धार देखिएको छ। एकातिर वास्तविक सुकुम्बासीहरू सरकारले उपलब्ध गराइरहेको अपार्टमेन्टमा सर्न तयार देखिएका छन्, आफू सुरक्षित भएको महसुस गर्दै। अर्कोतर्फ केही समूह भने असन्तुष्ट जनाउँदै विरोधमा निस्किएका छन्। बालेन शाहले सामाजिक सञ्जाल मार्फत स्पष्ट सन्देश दिएका छन्। पहिले खोला र बाढीको जोखिममा सुकुम्बासीहरूलाई अहिले सुरक्षित आवासमा सारिएको छ। आगामी दिनहरूमा काठमाडौँका अन्य स्थानहरूमा सुकुम्बासी बस्ती पनि हटाउने तयारी पक्का भएको सङ्केत मिलेको छ। यसैबीच सुशीला कार्कीले सामाजिक सञ्जाल मार्फत विगतको कठिन अवस्थाबाट अहिलेको व्यवस्थापनसम्म यात्रालाई उल्लेख गर्दै वर्तमान परिस्थितिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गरेकी छिन्। यता अर्थतन्त्रतर्फ नजर फर्काउँदा जनजीवन अझै प्रभावित भइरहेको छ र नीति सुधारको आवश्यकता झन् तीव्र बन्दै गइरहेको छ। राजनीतिक स्थिरता, सामाजिक व्यवस्थापन र आर्थिक सुधार यी तीनै मोर्चामा नेपाल अहिले निर्णायक मोडमा उभिएको छ। एकातिर नेतृत्वको पुनरागमनको माग, अर्कोतर्फ सहर व्यवस्थापन कडा निर्णय। नेपाल अहिले परिवर्तनको तीव्र चरणमा प्रवेश गरिरहेको छ। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।